यदि यो समाचार तपाईहरुको बीचमा आयो भने यसलाई नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरुलाई भन्न चाहन्छु, यदि साँच्चै नै तपाई नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साँच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलोचोटि एसटिभी का दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। आज कुनै टीआरपी को लागि होइन, भ्युअर्स को लागि होइन, एट्र्याक्सन पाउनलाई होइन, यथार्थ केही कुराहरू भन्नै पर्ने लाग्यो। यो देशको नुन खाएपछि मलाई लाग्यो यो देश मेरो आमा हो भने मलाई लाग्यो कि यो देशको म सन्तान हो भने यी कुराहरू नेपालीहरूको अगाडि राख्नै पर्दछ र त्यही राख्न आएको छु। आज देश सङ्कटमा छ। जति सामान्य सबै कुरा देखिरहेको छ त्यो सामान्य पक्कै पनि होइन। 23 गते जेजी पुस्ताद्वारा जुन प्रदर्शन गरिएको थियो त्यो प्रदर्शनको साक्षी म पनि एकजना हो र त्यो दिनदेखि आजसम्म म काठमाडौँमै छु र म तपाईहरुलाई जानकारी गराउँ, बरु नजिकबाट हरेक कुरा निहालेको छु, हरेक कुरा देखेको छु र त्यो देखेर पनि कतिपय कुराहरू सुरक्षाको कारणले तपाईहरुको अगाडि भन्न सकिनँ। आज पनि असुरक्षित छु र आज म तपाईहरुको अगाडि यस्तो लाग्यो कि यो देशै रहेन भने म आफ्नो सुरक्षा गरेर के गर्ने, बरु यो देशको लागि पत्रकारिताको माध्यमबाट कमसे कम यति आनन्दित हुन्छु म कि देश सङ्कटमा थियो, देश जति बेला कब्जामा थियो त्यति बेला म एकजनाले केही कुराहरू नडराइकन भने आज म त्यही कुराहरू गर्न गइरहेको छु। आज यो विषयलाई म तपाईहरुलाई विनम्र अनुरोध गर्छु, गम्भीरतापूर्वक सुन्नु होला। यति राति यो भिडियो बनाइरहेको छु, यसको ठुलै कारण होला। गम्भीर विषयहरू छन् के यो देशमा सरकार छ? यदि तपाई हो भन्दै हुनुहुन्छ भने तपाईको भ्रम आज चिर्न आएको छु। आज म तपाईहरुको केही भ्रमहरू तोड्दैछु। यो देशमा अहिले सरकार छ, सरकारको अनुभूति गर्नुभएको छ भने भ्रममा नबस्नु होला। स्टन्टले कहिले पनि कदापि देश चल्दैन, काम गरेर चल्छ। तर आज यो देशमा के भइरहेको छ म धेरै भन्दिनँ, मेरा कुराहरूमा कतिपयलाई आफ्नो आफ्नो धारणा होला तपाईहरुको। आज म के कुराहरू भन्छु, म जति कुरा भन्छु तपाईहरु सर्च गर्नुहोला, रिसर्च गर्नुहोला। कुनै कुरा खोज्दाखेरि हामी टाइप गर्छौं नि, मोबाइलमा इन्टरनेटमा हामी के खोज्छौं, गुगलमा जान्छौं, युट्युबमा जान्छौं, च्याट जीपीटीमा जान्छौं। अफ्रिकी देशहरू विशेष गरी काङ्गो, दक्षिण सुडान, रवान्डा आदि है। दोस्रोमा आउँछ हाइटी, तेस्रोमा आउँछ अफगानिस्तान र चौथो नम्बरमा आउँछ नेपाल। पाँचौं नम्बरमा छ सिरिया। यो 5 वटा देशको नाम छ जसमा चौथो नम्बरमा यो देशको नाम आइरहेको छ नेपाल। आइएनजिओहरूले विभिन्न राम्रा काम गरेका छन्, सकारात्मक नकारात्मक दुवै पक्ष हुन्छ हरेक विषयका। र आज म तपाईहरुलाई भन्छु, तपाईहरुले सर्च गर्नु होला, तपाईहरुलाई धेरै कुरा जानकारी पाइहाल्नुहुन्छ। मैले जे भनेको छु त्यो सर्च गर्नु होला। मैले बोलेको कुराहरू कतिको सत्य छ असत्य छ त्यो तपाईहरु आफै मूल्याङ्कन गर्नु होला। र आज म तपाईहरुको अगाडि भन्न चाहिरहेको छु, यो देश आइएनजिओहरूले चलाइरहेको अवस्था छ, बडो संकटमा छ। तपाईहरुलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा, जे कुरा आँखाले देखिरहेका छौं त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्, यति सक्रिय छन् कि यहाँ तपाई हामी चाहे भने कुनै परिवार सहित गायब गरिदिन सक्छ, यति सक्रिय छन्। यो बोलिरहँदा बडो गम्भीरतापूर्वक बुझ्नु होला तपाईहरु कुरा। तपाईहरुलाई के लाग्छ? अस्ति भर्खरै निर्मल निवास अगाडि गाडीको चहल पहल भनेर तपाईहरुलाई लाइभ मार्फत हेर्नु भएको होला। त्यति बेला कयौं प्रतिक्रियाहरू के आयो भने यो पत्रकार ठिकै लाग्थ्यो तर टीआरपी को लागि यस्तो गरेको हो कि? कदापि हैन, हामी त्यस्ता पापी पत्रकारिता गर्दैनौं। तर आज तपाईहरुलाई भनिदिन्छु, त्यो लाइभ मैले किन गरेको थिएँ भने त्यो लाइभ नगरेको भए तपाईहरु आज सायद मेरो यो भिडियो हेर्न सक्नुहुन्थेन। त्यो लाइभ मैले आफ्नो सुरक्षाको लागि गरेको थिएँ। त्यो लाइभ अफवाह होइन, त्यो लाइभमा सच्चाई छ, त्यो लाइभमा प्रमाण छ। तर त्यो प्रमाणहरू आज पनि हामी सुरक्षित राखिरहेका छौं र एक्सपोज गर्न सकिनौं, मिडियामा ल्याउन सकिनौं। किन थाहा छ तपाईहरुलाई? त्यो एक्सपोज गरे भने मलाई के हुन्छ कि मेरा परिवारका सदस्यहरूलाई के हुन्छ कि हामी अज्ञात समूहद्वारा फेरि टार्गेटमा पर्छौं कि ठूलो खेल चलिरहेको छ र त्यो लाइभले गर्दा ठूलो प्लान चाहिँ डिस्ट्रोय भएको छ। तपाई कल्पना गर्नुस्। र यदि मेरो सुरक्षाको ग्यारेन्टी कसैले लिन्छ र म आफूलाई सुरक्षित महसुस गर्छु भने त्यो प्रमाणहरू पनि तपाईहरुको अगाडि राख्छु। आज म देखाउँछु जसरी अफगानिस्तान माथि अमेरिकाको कब्जा थियो, जसरी अहिले अमेरिकालाई हटाएर त्यहाँ अफगानिस्तानमा त्यो आजको मितिमा पनि कब्जा छ, त्यस्तै कहीं कतै हाम्रो नेपालसँग त भइरहेको छैन। यो कुराहरू विचार गर्नु होला। तपाई यतिले बुझ्नुस्, यतिले मात्रै बुझ्नुस्
यहाँ पानी बाँड्नेहरू मन्त्री बाँडिरहेका छन्। म बालेन्द्र शाह, हर्क साम्पाङ र लगायत जति पनि हुनुहुन्छ, हर्क साम्पाङको धेरै ट्रोल भयो। उहाँ चाहिँ धरानका मेयर हुनुहुन्छ, देशको माटोको लागि उहाँले काम गर्नुभएको थियो। उहाँ जस्तो मान्छे मन्त्री प्रधानमन्त्री बन्न काठमाडौँ आउनुभएको थियो। त्यो टाइममा विभिन्न सामाजिक सञ्जालमा उहाँको मजाक उडाइयो। माटोको लागि काम गर्ने मान्छेहरू यो सरकारमा परेनन्। किन परेनन्? हामी त ट्रोल गर्छौँ, मजाक उडाउँछौँ, हाँस्छौँ, तर हाँसिरहँदा त्यसको गम्भीरता बुझ्दैनौँ, त्यसको संवेदनशीलता बुझ्दैनौँ, त्यो विषयहरू बुझ्दैनौँ। म हर्कजीलाई भन्न चाहन्छु, धरानका मेयर हुनुहुन्छ, हर्कजी तपाईँ पार्टी खोल्नुभन्दा आइएनजिओहरूमा यदि तपाईँ काम गरेको भए, तपाईँको त्योमा सदस्यता भएको भए सायद तपाईँ आज सरकारमा हटाउनुहुन्थ्यो होला। बालेन शाहजी पार्टी खोल्दै हुनुहुन्छ सुनिरहेको छु। बालेन शाहजी बरु